जेस जर्सी हात चाहिँ सही पाउँछ ल्याग्स होइन बुल्सको पनि अझसम्म जेस प्राइस हेर्नु न त किन हो म प्राइस भन्छु कति रहेछ ओइ 78 खोजे जस्तो पायो होइन तिनवटा चाहिँ लानुभयो होइन लास्टमा अब अझै एउटा बाँकी छ है यो चाहिँ चिकन गायो होइन ठ्याक्क हो भाइको धन्नमा सुरजहरू मैले कार्ड ल्याएको छु भन्ने टाइपको भइदिइरह्यो यो सो व्हाट्सअप एभ्रिवान इट्स मी अनिल टिएमजी तपाईँहरूलाई स्वागत छ एफएन बाइकर्समा है त अनि अहिले चाहिँ रात पर्छ क्या होइन कति भयो म्याच सिको छ 9:30 त्यस्तै 9:30 भनौँ न 9:40 भइसक्यो होइन अनि अहिले चाहिँ फेरि जुत्ता हन्टिङ गर्न जानु लाग्यो है अनि यो जुत्ताहरू चाहिँ अब मेरो लागि चाहिँ जस छँदैछ होइन किनिरहेको छ भनौँ न अनि यो चाहिँ नेपालमा दिदीहरूलाई पठाइदिनु लाग्यो होइन पठाइदिनु त्यो नेपाल दिदीहरूलाई हो अनि त्यही भन्दा अहिले चाहिँ हामी कहाँ जाँदैछ अरे हेर्दैछ एउटा अगाडि टुइन्टु हिँडिरहेछ होइन अनि त्यही हो मासुको झोल बेलुकाको सिन चाहिँ सही देख्छ फेरि अनि त्यस्तै हो अब यो चाहिँ 200को टक्क मिलाएर होइन 200भरिको मासुको झोल यताउता गरेर अब के गर्नु त होइन भ्लग त बनाउनु परेको मैले चाहिँ अब जस सोध्दै थिएँ कतिले चाहिँ किन अब महिना के भन्छ ग्यापमा आउँछ नि त 2 महिना 1 महिना किन त्यस्तो भन्दै सोध्दै थियो हाल्न पऱ्यो डेली भन्दै थियो अब के गर्ने त मासुको झोल जहिले काम जाने आउने मात्र हुन्छ एउटै बाटो के हालिरहनु भनेर होइन कहिलेकाहीँ यसो नयाँ नौलो गऱ्यो भने नयाँ बाटो हिँड्यो भने चाहिँ हाल्नुपर्छ भनेर चाहिँ म कहिलेकाहीँ मात्र गर्छु अब त्यति भन्दै अगाडि जाउँ एकछिन पसल हेरेर अहिले पसल भेटेर चाहिँ ड्याङ्गो गर्नुपर्छ बाङ चाहिँ छिर्यो है अब जुत्ता हेरौँ यहाँ कस्तो छ होइन धेरै राम्रो के भन्ने जोडानु मन त देख्छु तर त्यहीँ नै त्यो कपी मात्रै रहेछ काम छैन अब त्यही हो अहिले एकछिनमा हेरेर होइन फिक्स भइसै गर्नुपर्छ अब आमा मोबाइलमा खै देखा त ए जुम पनि हुँदैन रहेछ यहाँबाट चाहिँ अब त्यही हो फोटो हेरी पठाएर चाहिँ यस्तो यस्तो चाहियो है अब त्यस्तो कहाँ पाउँछ त हेरौँ होइन हेरौँ त्यही हो बास जुत्ताहरू त मासुको धरो फटाएर रहेछ जेस जर्सी हात चाहिँ सही पाउँछ ल्याग्स होइन बुल्सको पनि अझसम्म जेस प्राइस हेरिदिउँ न त किन हो म प्राइस भन्छु कति रहेछ ओइ 78 दिराम भनेपछि त्यस्तै 3000को अराउन्ड 3000को राउन्डमा पर्छ होइन अनि जेस तर राम्रो छ यार मन चाहिँ यो के को यो खै आइडिया त्यति छैन अब जेस यो कलर चाहिँ मनपर्छ व्हाइट र ग्रिनमा चाहिँ होइन जर्सी हात टन्नै छ बुल्स चिका पनि रहेछ चिकाको त के हो योमा ए बुल्स ओइ आउटर त सही रहेछ र यार कति रहेछ आउटरको यो पनि 78 रहेछ है ल केटा क्यालकुलेट गरेर हेरे के भन्छ अब 1 दिरामको चाहिँ होइन 37.20-30 समथिङ पर्छ होइन अनि त्यही हो अब 1/37 ले हिसाब गरेर आफै बुझे हुन्छ है जस्ट ठिक्कको पाउँछ त्यही नेपालमा अब 6-7 हजार पर्छ होइन त्यसको जुत्ता चाहिँ सोचे जस्तो त पाएन हेरौँ पाउँछ कि पर्दैन मन चाहिँ अब टिम्बरल्यान्ड एउटा किन्न मन थियो होइन लास्ट त्यो चाहिँ सँगै किन्न भला भयो नि रे ल त्यही हो मासु बाउस 250 भनेपछि त कति भयो यार 7000 भन्दा प्लस भयो केही छैन त्यो मैले चाहिँ अर्को एउटा मगाएको छु होइन नेटबाट सिम पसलमा चाहिँ त्यस्तो ल
केटा हो अहिले चाहिँ होइन अब त्यहाँ पाएन अनि त्यहाँ निस्केर चाहिँ अहिले अर्को ठाउँमा यता यो एउटा मलमा छ होइन गाह्रो छ यो मासुको झोल के सुनै सुन मात्र देख्छु त यार जहाँ गयो मेरो आँखा टल्क्या हो कि त्योमा टल्क्या हो जे भयो नि के छैन सबै र त्यही अब यतातिर एक ठाउँमा हेरौँ है अनि धेरै आँखा यताउता यार अब यहाँ केही छैन सोचे जस्तो हजुर गुच्ची ए ब्याग पसल देखेर फेरि याद आइदिएर एउटा ब्याग किन्न पर्ने थियो अहिले भित्र हेर्न जानु पऱ्यो यार अब यहाँ अर्को ठाउँमा एउटा ठाउँ जुत्ता हेर्न जाउँ है अब यहाँ पायो फेरि पाएन भने अर्को ठाउँमा जानुपर्छ त्यही केटा हो अब हेरौँ है जुत्ताहरू होइन राम्रो छ है अनि फोटो देखाएर सोध्न डाइरेक्ट ल अब त्यही हो होइन एकछिनमा भेट्नुपर्छ वापस ल माया सिकेको छु यहाँ चाहिँ सही छ रहेछ यार केटीको लागि चाहिँ एयरफोर्स 1 कलर चाहिँ सही छ केटीहरूको लागि पाउँछ यार दामी दामी अनि अघि मैले त्यहाँ हेरेर आएको चप्पल चाहिँ 15 चाहिँ होइन यो त अर्कै छ यार कस्तो स्वर नै अर्कै रहेछ यो त्यहाँ कस्तो थियो यो त हल्का छ लगाइदिनु खुल्नु 40 यो त 42 हल्का छ ठुलो रहेछ त्यहाँको 42 चाहिँ हल्का सानो थियो फेरि पछाडिको त यत्रो देखेको थिएँ त मैले पछाडि यत्रो थियो यो अगाडिको चाहिँ कि उसको नि यहाँ कति होला यार इसका कितना है आवाज त्यसो 150 यहाँ चाहिँ हजुर त्यो लाउँदा फेरि अर्कै हल्का एक्जिबल कस्तो जस्तो छ दामी चिपिक्क परेको यो चाहिँ अर्कै रहेछ अनि यहाँ 150 त्यहाँ 250 नेपालमा आउँछ भनेर सुनेको थिएँ 600-700मा खै ए भान्जीले पिङमा हेलो किटी कहाँ खै इयरफोर्स त इयरफोर्स नै देखायो भान्जीले मलाई यस्तै पिङमा देखाएको थियो रहर पुरा गर्दा आफ्नै जिन्दगी जाँदैछ गाह्रो छ आफूलाई चाहिँ केही किनेको छैन है आएको त्यही अब कामबाट घरबाट काम हुन्छ के किनेर लाउनु कहिले चाहिँ अब यसो घुम्न जाने भयो भने चाहिँ 1-2टा कस्तो अनि फोटो देखाएँ होइन कस्तो फोटो देखाएर आएछ अब आउँछ अरे अर्को दिन हेरौँ एकछिनमा आउँछु बस भिडियो कलमा सोधी मेसको जुन गाह्रो छ मेसको जुन 3टा चाहिँ लाने भयो होइन लास्टमा अब अझै एउटा बाँकी छ है 4 ठिक्क हुन्छ अब पैसा सबै मिलाएर यहाँ जस्तो राम्रो रेटमा मिलाइदियो अब के बाँकी छ अब भान्जीलाई हल्का 1-2टा लुगा हेरिदिन्छु अनि दिदीलाई लुगा हेरिदिन्छु हल्का फुल्का होइन त्यति हो ल मासुको त फेरि एकछिन भेट्नुपर्छ पैसा तिरेर आउँछु बा अब अरू भने त्यस्तै है जुत्ता चाहिँ किन्यो होइन अनि कत्रो जुम देखा त यहाँ एउटा छ त्यहाँ 2टा छ अहिले त्यही हो मासुको झोल अब म यो भिडियो चाहिँ धेरै लामो त छैन अब 2-3 मिनटको भयो होला होइन अनि म चाहिँ प्लस भोलि चाहिँ मेरो छुट्टी छ अनि के भन्छ छुट्टी चाहिँ जे अब मलाई बोलाएको छ होइन पछि दिउँसोतिर बोलाएको छ उता काम छ के भन्छ अरे ककटेलको मास्टर क्लास अरे होइन अब अनि म्यानेजरले कल अरे ल तेरो भोलि छुट्टी छ त्यही भन्छ दिउँसो अब 2 घन्टाको लागि एकछिन टाइम दिएन हामीलाई आइज भन्दै थियो अनि खोइ को आउँछ भन्दै थियो
त्यो बारटेन्डरको मलाई नाम पनि सुनेको छैन अझसम्म। हेरौँ अब गएर मैले मान्छे देखेँ भने चाहिँ चिन्छ कि है। अनि मास्टर क्लास दिन्छ अरे ककटेलको। अब त्यही हो। अनि म भोलिको चाहिँ होइन ठ्याक्क लाएर यसमै मिसाएर बनाइदिन्छु भनेर चाहिँ ठक्क यो एकछिनको होइन टाइमडुम मिलाएर बामबुम गरेर खलास यार। त्यो भन्दै अब त्यही हो छिर्दै गयो। अब भोलि भेट्नुपर्छ एकैचोटि नेक्स्ट डे नेक्स्ट बाम या गुड मर्निङ भन्न लगाइरहेको रहेछ। गुड आफ्टरनुनमा केटा हो होइन। अनि भर्खर दौडेर स्यास्या भइदिइरह्यो। अनि सो आज चाहिँ नेक्स्ट भ्लग तर म कन्टिन्यू त्यही हिजोकै भ्लगमा हाल्छु है। अनि अहिले चाहिँ 3:30 भइसक्यो होइन। म त्यहाँ 3:30 चाहिँ पुग्नुपर्ने। अब त्यही हो। अनि आज चाहिँ फेरि गेटअप चाहिँ ओइ सबै हल्का होइन देखाइदिउँ न हो अरे अझ जस्तै पिङ्क ब्राउन यस्तो पारामा हिँड्दा चाहिँ। अनि म चाहिँ अब यहाँबाट एउटा गाडी समातेर होइन यहाँ गाडी पर्खिँदैछु। अनि यहाँबाट त्यहाँ लगभग धेरै त होइन 5-6 मिनटको बाटो। अब त्यहाँ पुगेर त्यहाँबाट अर्को गाडी चढ्नुपर्छ होइन। अनि अब त्यही हो म्याच 3:30 बजी उता पुग्नु भने म यहाँबाट 7:30 बजी हिँड्नुपर्छ है। किनभने चाहिँ त्यही त हो नि होइन बाटो छ 1 घन्टाको। सुतेर मस्त निन्द्रा पुग्छ नि त जाँदाखेरि। अनि केटाहरू पनि आज हाम्रो सब बारटेन्डरहरू पनि होइन बेलुका अब 7 बजीदेखि बिहान क्लोजिङ चाहिँ आजकल 4:30-5 बजीतिर गर्छ। 4 बजीतिर गर्छ होला थाहा छैन मलाई नाइटको बारेमा। अनि त्यही हो तिनीहरू पनि 7 बजी आउनु पर्ने केटाहरू। खै यसलाई देखेर यो चाहिँ चेकिङ गाई होइन। यसलाई देखेर चाहिँ ठ्याक्क हो माइको धन्नमा सुरुजहरू मैले कार्ड ल्याएको छु भन्ने टाइपको भइदिइरह्यो। अनि कार्ड ल्याएको थियो यसले अब पछाडिको ढोउ खोज्दैन है। अनि यसको बारेमा चाहिँ म अहिले भन्छु केटा है बसिरौँ पहिला। यसो गर्नुपर्छ प्याट चिकन गर्दै हिँड्दा छ अगाडि यार। बस्ती स्पिकर लगाएर लास्ट सिटमा गएर होइन आया म्याचिस। अनि यसको कहानी चाहिँ के हुन्छ अब यो कार चाहिँ मैले धन्न बोकेर आइदियो। यो चाहिँ मलाई भन्छ लकले हिस्सा दिएको अरे होइन त्यतिकै कमेडी हाल्छ। यो चाहिँ मेरो लक भयो भनौँ होइन। किनभने चाहिँ ठक्क म बिहान निस्केँ लिफ्टबाट हुन्छ अरे। अनि मेरो चाहिँ यो चाहिँ मैले चाहिँ अर्कै ब्याग बोकेर आएको छु क्या। अनि सबै मेरो चाहिँ भयो भएको होइन त्यो अर्को ब्यागमा हुन्छ। त्यहाँबाट त्यो चाहिँ मैले बोकेर आएको। अब एकदम यो सानो ब्यागमा होइन एउटा पर्स र मोबाइल मात्र बोक्यो होइन। सानो ब्याग बोकेर यो सानो चिप्को छ नि त। अनि त्यही भएर चाहिँ अर्को म हुन्छ अरे चाहिँ गर्नु अनि अर्को म मुन झरेँ अनि मुन झरेपछि यस्तो घाम त ठुलो हुन्छ नि त। यहाँ चाहिँ म बिना चस्मा हिँड्नै सक्दिनँ कि बाहिर। अब कस्तो भने आँखै खोल्न सक्दिनँ क्या। त्यही भएर ठक्क यसो हेरेँ ल चस्मा छैन रहेछ। चस्मा लिन माथि दौडेर गयो। चस्मा चाहिँ लाग्यो होइन ठक्क ढोकाबाट निस्केर लिफ्ट थिचेको फेरि। अनि कार्डको याद आइदिएन क्या बस कार्ड। ओहो बस कार्ड लानुपर्छ के त हुन्छ सोचेर त्यो ट्याक्कै चेकिङ गाडी भेटिदिँदा अरू भन्दा होइन। अहिले अब म अर्को गाडी चढेपछि केटाहरू मेन्टेनेन्स गर्छ त बाम ल केटा हो गाडीबाट हुन्थ्यो है। अनि ओइ मासुको छ ल अब धेरै फरक चाहिँ केही छैन क्या। एउटा सिग्नल 2टा सिग्नल 3टा सिग्नल ठ्याक्क उता आयो। यहाँबाट देख्छ हो त्यो बिल्डिङबाट आएको होइन त्यही बिल्डिङको अब के गर्नु अब अर्को गाडीको लागि ल कस्तो मन जहिले माइकको याद आउँछ। अब म कन्भर्टर चाहिँ किन्नै पऱ्यो यार किन्नै पऱ्यो। किनभने चाहिँ
मलाई माइक किनेर राखेको मात्र भयो कि एन्ड्रोइड फोन त्यो कस्तो कनेक्ट गर्ने चाहिँ सी टाइपको मात्र छ कि अनि एन्ड्रोइड फोन नै चाहिन्छ फेरि अनि मैले यहाँतिर कन्भर्टर चाहिँ खोजेको थिएँ होइन आइफोनको लागि अनि त्यो अब कस्तो पाउन चाहिँ पायो तर डुप्लिकेट पायो डुप्लिकेट कस्तो सपोर्टै नगर्ने रहेछ कि हत्तपत्त अनि त्यही भएर चाहिँ तमाफ अब त्यही हो एकछिन यहाँ बसौँ है अनि साँच्चै अघि म त्यो सेक्युरिटी गाई चेकिङ गाई त्यो चाहिँ के भन्छ त्यसलाई चाहिँ सिआइडी भन्छ त्यसलाई देखेर म के भन्दै थिएँ बिर्सिरहेँ कि मलाई केटाहरू चाहिँ होइन हाम्रो बारकोहरू चाहिँ अब 7 बजीदेखि बेलुका क्लोजिङसम्म हुनुपर्ने उनीहरूलाई ड्युटी रोज चाहिँ अब यति राखेको छ कि दिउँसोदेखि किनभने त्यहाँ चाहिँ अब स्पेसल मैले हिजै भनेको थिएँ होइन स्पेसल मास्टर क्लास ककटेल क्लास त्यही स्पेसल क्लास हुन्छ अरे त्यही कारणले चाहिँ अनि बारम्यानहरूलाई चाहिँ नछुटाउँ भनेर सबलाई बोलाएर चाहिँ ल केटा त्यही है अब एकछिनमा बसेर सिधा बोलाएर गर्छु गर्मीले प्याक्कै भइसक्यो यार वखतको प्याक्कमा गर्मी पनि यस्तै छ है घरमा मलाई चाहिँ कस्तो नि भित्रभित्र जिउमा चाहिँ गर्मी हुन्छ तर पसिना चाहिँ त्यति देखावटी पसिना आउँदैन होइन अनि अरू हामी चाहिँ बाहिर छ्यापछ्यापमा वायर पसिना आउँछ नि त मलाई चाहिँ त्यस्तो हुँदैन अब त्यही भन्दा गाडी पनि आयो होइन यो चाहिँ 175 नम्बर थाहा छ त्यसो होला कहिले जान्द 175मा चढ्दैन त्यही हान्दै आर्जेको त्यो मुला आयो ल गाडी चढ्यो गाडी चढ्यो ए म्याचिस के छ है इसको पनि अब 7 बजेको ड्यूटी अहिले पछि आउनुपर्छ है के छ ड्यूटी कैसा लग रहा है आज छुट्टी था मेरा भी छुट्टी था ना अब यार छुट्टी था तूने कैंसिल किया मैं बोला अगर मेरे को ऑफर PHP मिला तो अच्छा हुआ नहीं मैं लूँगा यार अब नेक्स्ट वीक PH अभी तक मैंने एक भी नहीं लिया है बोले तो 6-7 हो गया शायद इस वीक का क्या बोलता है उसको ईद हाँ उसका कितना दिन 2 दिन खड़ा हो मैं क्या बोला सर को मैं मॉर्निंग कर लेगा मैं छुट्टी लेता हूँ अनिल नाइट कर लेगा ठीक है अनिल फिर छुट्टी लेगा ट्यूसडे को करना फिर से मॉर्निंग करेगा करना का वैसे शिफ्ट छुट्टी संडे को बराबर क्या बोला तेरे को पूछा था तभी तू क्यों नहीं बोला क्या बोलेगा अब एकछिनमा गफ हानेर एकछिनमा भेट्नुपर्छ बा ल केटा हो त्यही होइन आइपुग्यो हजुर ए फ्रेम यही राम्रो लाग्यो तर यो मैले किने होइन नि त गिफ्ट हो गिफ्ट त्यही हो अब सिको झोल आइपुग्यो होइन अनि अब के गर्ने यार यतिखेरसम्म आनन्द सुतेर बस्थ्यो म घरमा भए भए बेलुका अहिले कति बजेर 3:30 भएछ 3:40 भयो भनौँ न बेलुका 5 बजीसम्म सुतेर बस्थ्यो यार आनन्दले घाम छ अब छिर्न पर्यो होइन अब हेरौँ के हुन्छ अन्त आएर एकछिनमा म भिडियो गर्छु एकछिन आयो भने त्यही हो म्यासुको छ अरू के नै छ र होइन फुलसुल हान्नुपर्छ यार अहिले गएर म्यासुको भिडियो बसेको थियो होइन एकछिन गफ हान्दै बसियो अनि पक्कै अल्छी लाग्दैन म्या 4 बजे भने 4:30 भइसक्यो अब चाहिँ किचन छिर्न पर्यो एकछिन होइन के रहेछ हेरौँ म्यासुको छ All good. Hey, why you here, man? What? ये मैं भूख लगी यार आओ ना
कुछ खाते make something for me I want it You disturb me Eh? the whole day, huh? Shit. I'm coming here for was beer so- fine need to drink drink beer safe water you don't know that one I was so peacefully because you're not here. Now you tell again the matches I'm so peacefully here without you. Now you back here. Landing away. Such now, Ji. अब त्यही हो है म्या Catch it. ड्रिङ्क बियर सेभ वाटर यु नो द्याट वान मेक सम टु मच आइलिड Gili is alive. कन्टे मैच बनाओ मैं आता हूँ थोड़ी देर क्या बनाए क्या व्हाट डू मेक Loaded price. हैं Loaded price. yes now you know भाइ सेकेन्ड हो फकर भाइ गुड आज आई विल कम लेटर ल यहाँ चाहिँ केही होइन बनाउनु लाग्छु अहिले फेरि मायासँग म्यानेजरले देखेर चाहिँ मायासँग त्यही हो अब एकछिनमा खानुपर्छ हेर अब एकछिन हेरौँ के हुन्छ त्यही हो बाम मासुको झन् आज झन् आउट ड्रेस लगाएर नचिकेको होइन यो क्याजुअल ड्रेसमा भएर कफी बनायो भनेको कफी होइन एक्सपेक्ट छ कफी छोडी छ नि त तँलाई फ्रीमा बनाउँदिन पैसा तिर्नु पर्छ मलाई पो भन्छ त मासुको छ वाट टेल मी you don't want to make a free for me eh no need that one only one You want sugar? no it's fine thank you so much yeah cheers You drink already? eh no I'll do it later मासुको झन् ल त्यही हो एकछिनमा भेट्नुपर्छ बाङ खोइ मासुको झन् ल केटा हो होइन अब के भन्छ के को लागि आएको त्यो चाहिँ क्यान्सल भयो अनि त्यो क्लास ककटेल मास्टर हुन्थ्यो भन्थ्यो ट्रेनिङ अब त्यो भएन त्यसको लागि चाहिँ हान्दैछु अब अर्को है अल गुड ए गुड टु सी यु ल त्यही हो अरू भने होइन अब दारु खाने जाने हो मान्छेले अब यहाँ पिनबल गेम खेल्नु पऱ्यो भने स्टार्टै गर्न आएन हेर राम्रो यो चाहिँ बचाउ खेला जस्तो रहेछ कि खै मैले स्टार्टै हुँदैन र राम्रो को आयो यहाँ अनि अर्को पनि छैन प्याकम्यान यो चाहिँ अहिले अन गर्नुपर्छ तर खेल्दा खेल्दा वाक्कै लाग्दिँदामा प्याकम्यान थाहा छ त होइन यो स्टार्टै भएन क्या मैले ए बोलाया बोला एक हातले मात्र हानिदिने हो क्या म्याच ल दुई हातले खेल्छु यार एकछिनमा खेलेर आउँछु म्याच बल गयो हारे म्याच यो यताकोले चाहिँ यो उठ्छ क्या अनि यताकोले चाहिँ यो उठ्छ योसँग यो अनि त्यो माथि पनि उठ्छ त्यही हो ल केटा हो एकछिनमा भेट्छु बाम र त्यो खेल्न पुग्यो होइन अब प्याकम्यान स्टार्ट गर्नु पऱ्यो वान अप प्याकम्यान स्टार्ट हुँदैछ है यसको चाहिँ केही गर्नु पर्दैन ह्यान्डल के गर्नु अब के गर्नु बसिरहेको छु होइन अब म्याच देख्छु न दार खाएर जानुपर्छ भनेर भन्छ क्या हुआ तुम तो ट्राइनिंग थी नहीं है नहीं है मैं अभी क्या करेंगे इधर अभी दारू खाएंगे जमने किधर इधर दारू पियेंगे जमने कौन कौन मैं अकेला किधर है क्या किधर दारू के लिए किधर जाएगा इधर ही पियेंगे ना मैं किधर जाऊंगा तुम मैन मैं अकेला ल त्यही हो यार अब एकछिनमा आउँछु म माया सुजन बाम माया सुजन ल केटा हो होइन अब अहिले चाहिँ के भयो भने म के गर्छु के देखाउन जान्छु भनेर चाहिँ गएको थियो तर त्यो कुरो भएन होइन त्यो कुरो चाहिँ क्यान्सल भयो अनि त्यहाँबाट चाहिँ जेस अब टाइम किन वेस्ट गर्नु भनेर एकछिन त्यहाँ अब गेमसेम फुलसुल खेलेर बस्यो होइन अनि त्यहाँबाट हल्का फुल्का खाइयो अनि त्यहाँबाट आयो एक दुईवटा बियर हानेर ल त्यही हो के गर्छु भने हुँदै भएन केही छैन म अब अर्कोचोटि भयो भने फेरि पनि गर्छु है अनि त्यही भन्दै अहिले चाहिँ घर आइपुगिसक्यो टक्क लगाएर अनि नुहाइधुवाइ गरेर बसेँ होइन अब लास्ट निन्द्रा लगाइरहेको छ अनि
खाना खान्छु सुत्छु अब त्यही हो केटा हो यति भन्दै आजको भिडियो चाहिँ यहीँ मासु पारामा बाम ल है त बाई